नमस्कार साथीहरू, कस्तो हुनुहुन्छ? आज म एउटा यस्तो विषयमा कुरा गर्न गइरहेको छु जुन हामी मध्ये धेरैलाई हुन्छ। त्यो हो चिन्ता। यसलाई अंग्रेजीमा एंजाइटी पनि भन्छ। तपाईहरुलाई कहिलेकाहीँ बिना कारण मुटु छिटो छिटो धड्किन्छ या एउटै कुरा बारम्बार दिमागमा घुमिरहन्छ। यदि यस्तो हुन्छ भने चिन्ता लिनु पर्दैन। तपाई मात्र होइन, संसारभर धेरै मानिसहरूले यो भोगिरहेका छन्। आजको भिडियोमा हामी बुझ्नेछौं चिन्ता भनेको के हो, किन हुन्छ र यसलाई कसरी नियन्त्रण गर्ने। चिन्ता वास्तवमा हाम्रो शरीरको स्वाभाविक प्रतिक्रिया हो। जस्तै परीक्षा अघि, अन्तर्वार्ता अघि वा ठूलो निर्णय लिनु अघि हल्का टेन्सन हुन्छ। तर जब यो लगातार हुन्छ अनि तपाईको पढाइ, काम, सम्बन्ध सबै बिगार्छ, निन्द्रा, यसलाई एंजाइटी डिसअर्डर भन्छ। लक्षणहरू धेरै हुन्छन्। सबैभन्दा महत्त्वपूर्ण मुटु छिटो छिटो धड्किने, पसिना आउने, दिमागमा एउटै कुरा घुमिराख्ने, नकारात्मक सोच्ने, अरूसँग भेटघाट गर्न नरुचि लाग्ने, मन नलाग्ने, घरभित्रै बसिराख्न मन लाग्नेहरू यी कमन लक्षणहरू रहेका छन्। किन हुन्छ त चिन्ता? आज कुरा गर्दाखेरि यो प्रतिस्पर्धी समाज, अहिलेको सोशल मिडियावाला समाजमा धेरै प्रेसरहरू छ मान्छेहरूमा, है। अनि सबै कुराहरूले दिमागमा एउटा असन्तुलन ल्याउँछ। हार्मोनहरूको, सेरोटोनिन र डोपामिन जस्ता हार्मोनहरूको कमी हुनु जुन हामीलाई मोटिभेट गर्न, खुसी राख्न हेल्प गर्छन्, र कर्टिजोल जस्ता हार्मोनहरूको वृद्धि हुनु जसले हामीलाई स्ट्रेस ल्याउने, तनाव ल्याउने गर्दछ, है। त्यस्तै पुराना आघातहरू, पुराना समस्याहरू बल्झिने, मेमोरीमा रहिराख्ने, त्यस्ता कारणले पनि तनावहरू, यो चिन्ताहरू भइरहन्छ। र अनिद्रा सँगसँगै धेरै लागु पदार्थहरूको सेवन, जस्तै गान्जा, चुरोट, रक्सी, यिनीहरूको कारणले पनि हाम्रो शरीरमा, हाम्रो दिमागमा विशेष गरी ती हार्मोनहरूको असन्तुलन गरिदिन सक्छ र त्यसले गर्दा चिन्ता रहिरहन सक्छ। अब कुरा गरौँ चिन्ताका प्रकारहरू। सबैभन्दा पहिलो जनरलाइज एंजाइटी। एउटा सानो चीज, एउटा सामान्य विषय तपाईको मनमा खेलिराख्नु, चिन्ता भइराख्नु, यो लगभग सबैलाई भइरहेको एकदमै कमन खालको एंजाइटी हो। र त्यस्तै प्यानिक अट्याक आउनु, एकदमै मुटु डुकडुकडुक भएर मुटु फुट्लाने जस्तो हुनु, पसिना छुट्नु, हैन, त्यस्तो खालको प्यानिक अट्याक पनि हुन सक्छ। त्यो पनि एउटा प्रकारको एंजाइटी हो। र त्यस्तै तपाईको फोबियाहरूलाई पनि हामी एंजाइटीमा राख्छौं। फोबिया जस्तै डर, जस्तै तपाईको हाइटसँगको डर हुन्छ, कसैलाई अन्ध्यारो कोठाहरूसँगको डर हुन्छ, र विभिन्न प्रकारका डरहरूलाई हामी चाहिँ एंजाइटीकै सूचीमा राख्ने गर्दछौं। अब कुरा गरौँ सबैभन्दा महत्त्वपूर्ण कुरा, यसलाई नियन्त्रण कसरी गर्ने। पहिलो कुरा, जीवनशैलीमा सुधार, हैन, राम्रो एक्सरसाइज, राम्रोसँग निन्द्रा, हैन, चुरोट, रक्सी, मदिराहरूको कमी, यिनीहरू भनेको बेसिक कुराहरू गर्नु पर्यो। र दोस्रो नम्बरमा आयो तपाईको मनलाई शान्त पार्ने कुरा, ध्यान, ब्रिदिङ एक्सरसाइज, प्राणायाम र योग एकदमै राम्रो छ यो एंजाइटीको लागि, हाम्रो मनलाई शान्त राख्नको लागि र हाम्रो हार्मोन्सहरूको ब्यालेन्स गर्नको लागि, हैन। जस्तै एउटा सिम्पल तपाईको मनमा एउटा कुरा खेलेको छ भने एउटा सिम्पल एक्सरसाइज छ, ब्रिदिङ एक्सरसाइज। 4 सेकेन्ड इनहेल, भित्रको तपाई सास लिनुस्, 4 सेकेन्ड रोक्नुस्, अनि 6 सेकेन्ड लगाएर सास छोड्नुस्। 4 सेकेन्ड भित्र लिने, 4 सेकेन्ड रोक्ने, 6 सेकेन्ड छोड्ने। यो सिम्पल ब्रिदिङ एक्सरसाइज तपाई 5 देखि 10 बार तपाई बारम्बार गरिराखेपछि तपाईको दिमागमा भइरहेको त्यो भर्खर आइरहेको त्यो विषयमा घुमिरहेको, त्यो नकारात्मक सोचमा घुमिरहेको दिमाग चाहिँ हल्का शान्त हुन्छ धेरै जसो केसहरूमा। यदि यसले पनि ठीक भएन, है, या तपाईको जीवनशैली सुधार गर्दा पनि ठीक भएन, योग ध्यान सबै गरिराख्नु भएको छ, मलाई त हुँदैन भनेपछि तपाईको सायद अब नेक्स्ट स्टेजमा तपाईले एउटा परामर्शदाताको हेल्प लिनुपर्ने हुन्छ। परामर्शदाता मतलब अंग्रेजीमा साइकोलोजिकल काउन्सलर, साइकोथेरापिस्ट, हैन। विभिन्न उनीहरूको टुल्सहरू हुन्छ, विभिन्न प्रकारका साइकोलोजिस्ट हुनुहुन्छ। एउटा एकदमै कमन छ सीबीटी भन्ने, कग्निटिभ बिहेभियरल थेरापी, जसमा चाहिँ हाम्रा दिमागमा भएका नकारात्मक सोचहरूलाई एउटा अलग तरिकाले
ती एङ्जाइटी भनेको के भनेपछि हाम्रो दिमागमा विभिन्न सोचहरू आइरहेका छन्। त्यो दिमागको न्युरोन्सहरू बारम्बार फायर भइरहेका छन्, एकदमै सोच दिइरहेको छ। तर CBT को मद्दतले हाम्रो त्यो न्युरोनहरूलाई कम फायर गराउने र अर्को नयाँ पर्सपेक्टिभवाला न्युरोनलाई बढी फायर गराउने र जसले हाम्रो दिमागमा नकारात्मक सोचहरू कम गराउने गर्दछ। CBT एकदमै महत्त्वपूर्ण प्रकारको काउन्सिलिङ हो। यो एकदमै विश्वभरि प्रचलित रहेको छ। र त्यस्तै यदि धेरै मान्छेले CBTहरू पनि गरिराख्नु भएको छ, यो पनि हुँदा पनि तपाईँ त्यो एङ्जाइटीको भुमरीबाट निस्किन सक्नु भएको छैन। एङ्जाइटीको भुमरी मतलब तपाईँ कस्तो हुन्छ भनेपछि तपाईँको एउटा तनाव हुन्छ, तनावले निन्द्रा लाग्दैन, निन्द्रा नलागेपछि झन् तनाव बढ्छ अनि झन् चिन्ता बढ्छ, फेरि त्यो चिन्ताले अझ अर्को समस्या निम्त्याउँछ अनि त्यसले अर्को समस्या। तपाईँ यो भुमरीमा घुमे भएर अड्किन सक्छ। र कहिलेकाहीँ त्यहाँदेखि निस्किनको लागि बोलेर या व्यवस्थापन जस्तै जीवनशैली चेन्ज गर्ने कुराहरूले मात्र नहुन सक्छ। र त्यस्तो केसमा तपाईँले कहिलेकाहीँ मेडिसिनहरूको सहयोग, जस्तै हाम्रो साइकियाट्रिस्टहरूले धेरै खालको हाम्रो मेडिकल साइन्सले मेडिसिनहरू निकालेको छ जसले हामीलाई एकछिनको लागि ती तनावको त्यो जन्जालबाट निकाल्न मद्दत गर्छ। सधैँ मेडिसिन लिइराख्नु नराम्रो नभए पनि एकछिनको लागि तपाईँ त्यो भुमरीबाट निस्किनु पर्यो भनेपछि तपाईँले कहिलेकाहीँ मेडिसिनको सहारा पनि लिनुपर्ने हुन्छ। र त्यस्तो बेलामा त्यो भइसकेपछि चाहिँ त्यो सँगसँगै जीवनशैली सुधार प्लस परामर्श सबै गऱ्यो भने आखिरमा तपाईँ यो सबै भुमरीबाट निस्केर एङ्जाइटीलाई तल फालेर हजुर माथि आउन सक्नुहुन्छ। यदि तपाईँ इनिसियल स्टेटमा हुनुहुन्छ, तपाईँ त्यो ठुलो लेभलमा पुगिसक्नु भएको छैन भनेपछि चिन्ता नगर्नुहोस्। तपाईँको यो चिन्ता कमजोरी होइन, धेरैलाई भइरहेको हुन्छ। तर सानो बानी परिवर्तन, एक्सर्साइज, मेडिटेसन र अरू माध्यमहरूको सहयोगबाट यसलाई नियन्त्रण गर्न सकिन्छ। तपाईँलाई आजैदेखि ससाना अभ्यास सुरु गर्न म सिफारिस गर्दछु र धेरै मानिसहरूले सुधार गरेका छन्। तपाईँले पनि गर्न सक्नुहुन्छ। तपाईँले यो भिडियोमा आज चिन्ता अर्थात् एङ्जाइटी के हो, कसरी हुन्छ, यसका प्रकार के हुन् र यसलाई कसरी नियन्त्रण गर्ने भन्ने कुराहरू हामीले बुझ्यौँ। यो भिडियो राम्रो लागेमा लाइक, कमेन्ट र सेयर जरुर गर्नुहोला। र हाम्रो च्यानलमा रहेको पहिलो भिडियो जुन चाहिँ मेडिटेसन रहेको छ, सरल ध्यान नेपालीमा आनन्दले एकछिन 10 मिनटको भिडियो सुनेर बस्नुहोला, तपाईँलाई आनन्द लाग्न सक्छ। र तपाईँलाई यदि त्यो राम्रो लाग्यो भने बारम्बार रिपिटेड सेभ गरेर राख्नुहोस्, रिपिटेड बिहान बेलुका सुनिराख्नुहोस् र केही समयपछि तपाईँलाई एउटा मन आफै नै तपाईँको एउटा कुराको अभ्यास भइराख्यो भने त्यही मन त्यस्तै हुन्छ नि है। हाम्रो दिमाग पनि एक मसल जस्तै हो। जस्तै मसलको एक्सर्साइज गर्यो भने मसल ठुलो हुन्छ भनेपछि दिमागमा जे एक्सर्साइज गर्यो त्यस्तै हुन्छ। मेडिटेसन दिनहुँ गर्नेले मेडिटेसन जस्तो मेडिटेटिभ स्टेट हरेक दिन रहन सक्छ। त्यसैले दिनहुँ मेडिटेसन गरौँ र त्यो भिडियोलाई हेरेर त्यसमा पनि लाइक, कमेन्ट, सेयर गर्न नबिर्सिनुहोला। धन्यवाद।